केपीएलले दिएको भत्ता खाएर रविलाई भोट हाल्ने भन्ला नि फेरि आमा त्यो सुनेर ठगेर ल्याएको पैसा दिइहाल्छ नि त्यसमा अब उनी प्रधानमन्त्री कि पर्छन् हजुर उनीलाई प्रधानमन्त्री बनाउन चाहनुहुन्छ कि पर्छन् यो भातेलाई बनाउँछ प्रधानमन्त्री त्यो भ्रष्टाचारी भातेलाई कसलाई बनाउने त्यसमा रवि सर भन्नुहुन्छ नि प्रधानमन्त्री जसो गरी भए पनि खाइ नखाइ भए पनि उहाँ बढ्नुहुन्छ कसरी बनाउनु त आमालाई भन्नुहोस् त तरिका के छ त हजुर बनाउने तरिका के छ उहाँलाई प्रधानमन्त्री बनाउने तरिका अब यो अलसिना राक्षसहरूले उठ्न दियो भने उठेर बस्नुहुन्छ गर्नुहुन्छ सबै नेपालीहरूको ताल हेर्नुहुन्छ पहिले यी भोटे कुकुर यी खाते कुकुरहरूलाई थोन्नुपर्छ अनि मात्रै बढ्नुहुन्छ र तपाईँका छरछिमेकले के भन्छन् कसलाई भोट हाल्ने रे आमा मेरा छरछिमेकले पनि भन्छन् कसलाई यार हाल्ने रे भोट यिनै रवि सरलाई नै हाल्ने हो ए रविलाई जिताउने अरे उसलाई जितायो भने उहाँले नखाएको मान पनि हामीलाई